हेलो एभ्रिवान, गुड आफ्टरनुन सबैलाई सबैजनालाई स्वागत छ यो ब्लगमा है। आजदेखि अब आइएको छ, हिजो बेलुका आइसकेको छु, म धरान आइसकेको छु र यो चाहिँ मेरो सेन्टर है, ओजिटिसी ओसो गोर्खा ट्रेनिङ सेन्टर धरान 7 सबैजना हुन्छ भने अब फाइनली आइसक्यो है। धरान आइसक्यो भने अहिले चाहिँ केटाहरूको हाम्रो छुट्टी दिएको छ है। तिहार पनि आउँदैछ, ल भाइहरू सबैजनालाई तिहारको अग्रिम शुभकामना है। ल सेलिब्रेटीहरूसँग भेट्ने र अब यही हो होइन, माइतीले चेलीले माइतीलाई दिने आशीर्वाद है, जुना पोखर फुटाएर चाहिँ जुन आएको दिङ्ग बाबाहरूदेखि लिएर सम्पूर्ण है काटेर जान्छ भने होइन। अब आफ्नो माइतीको लागि दीर्घ आयुको लागि जुन कामना गरिन्छ, अब तिहार आउँदैछ है, सम्पूर्ण चेलीहरूमा पनि ह्याप्पी तिहार सबैजनालाई, सम्पूर्ण चेलीहरूमा हामी हाम्रो ओजिटिसी ओसो गोर्खा परिवारको तर्फबाट सम्पूर्ण चेलीहरूमा चाहिँ आउँदै गरेको तिहारको पनि अग्रिम शुभकामना व्यक्त गर्दछौँ र गर्दछु है। र यो चाहिँ हाम्रो एमिगो ल, मेरो चिन्ता गर्छ यो चाहिँ है, माया गर्छ मलाई है। ल छोट साले त्यसरी फडा छ है, फेरि हात चाटिहाल्छ साले, यसले मलाई खोजिरहेको छ भने यो चाहिँ हाम्रो सट्टसँगले फिल्ड है। ल यो बाली केटाहरूको लागि चाहिँ बब्बाल फिल्ड बनाएको छौँ होइन, टक्कसँगले कलरिङ है। फेरि यहाँ कलरिङको कामहरू यहाँबाट नि हुँदैछ सट्टसँगले। यो चाहिँ हाम्रो ट्रेनिङ गर्ने फिल्ड हो है, ट्रेनिङ गर्ने फिल्ड हो भने केटाहरूको यहाँदेखि चाहिँ उहाँदेखि चाहिँ स्टार्ट हुन्छ सट्टसँगले बर्डनदेखि लिएर टक्कसँगले यहाँ चाहिँ हाम्रो केटाहरू ब्याडमिन्टन पनि हान्छन् भने हाम्रो ट्रेनिङ गर्ने चाहिँ इन्डोर हल भनेको चाहिँ यो हाम्रो इन्डोर फिल्ड भनेको चाहिँ यहाँ छ है त टक्कसँगले। अझै कामहरू हुँदैछ भने अब अझै यो चाहिँ हाम्रो यता प्याडल बार भयो, यहाँ हिस बारहरू यहाँनिर भयो, सट्टसँगले भयो है। यहाँ जिम सेक्सन भयो, यहाँ चाहिँ केटाहरू चाहिँ टक्कसँगले केटाहरूको लागि 4 स्टेसन जिम ल्याइदिएको छ टक्कसँगले। यहाँ केटाहरूको लागि जिम यहाँनिर भयो, बर्डन ब्यागको लागि यहीँ भइहाल्यो, मिड थाईको लागि यहीँ भइहाल्यो, सट्टसँगले अझै डम्बलको इक्विपमेन्ट्सहरू अझै केटाहरूको लागि झर्दै नै छ भने यता भनेको चाहिँ सर जाउँ आज के छ आज है टक्कसँगले। अब यता चाहिँ हाम्रो भनेको के छ मोड बनाऊ है, यो चाहिँ हाम्रो भनेको चाहिँ डाइनिङ सेक्सन भयो है। यो चाहिँ हाम्रो क्यान्टिन हो, क्यान्टिन यहाँ चाहिँ केटाहरूको खाना बन्छ है त। ल सट्टसँगले यो धाराहरू सट्टसँगले यहाँनिर धाराहरू सट्ट यहाँनिर भयो भने यो चाहिँ किचन सेक्सन है, सरसँगले किचन सेक्सन सरसँगले ट्याक्क लगाएर यो चाहिँ किचन केटाहरूको लागि। यो चाहिँ हाम्रो किचन सेक्सन भयो, सट्टसँगले यहाँनिर बन्छ सट्टसँगले। यो चाहिँ हाम्रो खाने ठाउँ भयो है। यसै गरी सरसँगले जाने हो है, यो अगाडि नै मैले भनिदिइसकेँ फिल्ड हो हाम्रो होइन। अनि यो चाहिँ हाम्रो अहिले नयाँ निर्मित केटाहरूको लागि चाहिँ टक्कसँगले वासरुम सेक्सन भयो, सट्टसँगले वासरुम भयो भने केटाहरू चाहिँ अब यहाँनिर ट्याक्कसँगले पोज दिँदै हो, टक्कसँगले पोज दिँदै अब यहाँनिर भिडियोहरू बनाउँछन् होइन। केटाहरूको वासरुम सेक्सन सट्टसँगले नुहाउने सुहाउने टक्कसँगले वासरुम ट्याक छ भने माथि केटाहरूको चाहिँ माथि छ होस्टेल है त एभ्रिवान, सर्लक्क माथि छ होस्टेल भने अब म सरसँगले अफिस जानु पऱ्यो, धेरै दिन भयो होइन, धेरै दिन पछाडि आइएको छ होइन। अब तिहार पनि लाग्यो, अब 4-5 दिनको फेरि बसाइ। यो चाहिँ मेरो अफिस हो होइन, यु क्यान सी हियर मनिष राउत, यानि कि म मनिष गुरुजी, यो मेरो अफिस हो भने यो चाहिँ हाम्रो सिएस फिल्टरिस भाइले बनाएको टक्कसँगले होइन, ट्याक्कसँगले। अब यो चाहिँ यहाँ सर लाग्छ भने सट्टसँगले ट्राइपड है, यहाँ चाहिँ मैले टक्कसँग नयाँ ट्राइपड लिइसकेको छु, टक्कसँगले भिडियो सिडियो बनाउनु पऱ्यो नि त होइन। ट्राइपड ल्याएको छु, भिडियोहरू भएको लागि आउँछ है त। ल एभ्रिवान यस्तै छ केटा हो। ल सबैजना शुभकामना होइन, तिहारको शुभकामना फेरि भन्न चाहन्छु। र अब हामीले ट्रेनिङ पनि गर्दै गर्ने, सलिड एक्सर्साइज पनि गर्दै गर्ने र आइसकेपछि तिहार पछाडि एकदम झगडा ट्रेनिङ हुन्छ र अब एकदम सिरियस हुने बेला आइसकेको छ। फेरि अब अहिलेदेखि नै हाम्रो ट्रेनिङमा दिउँ भने एफोर्ट दिउँ भने मात्र भोलिको दिनमा हाम्रो चाहिँ पर्फर्मेन्स होइन। अहिले अफ सिजन हो, सिजनमा चाहिँ हाम्रो स्पिड वर्क हुन्छ। अफ सिजनमा हामीले अब स्टामिना बढाउने, हाम्रो स्ट्रेन्थ गेन गर्नेहरू भनेको अफ सिजनमा आउने, सिजनमा भनेको जति सिजन आउँदै गर्छ स्पिड ड्रिलहरू बढ्दै जान्छ भने एजुकेसनहरू बनाउने भनेको समय यही हो। जतिजना भाइहरू पनि एजुकेसन मेरो विक छ, म्याथ आउँदैन मलाई, म्याथमा कमजोर छ, इङ्ग्लिस जान्दिनँ म, इङ्ग्लिस मेरो कमजोर छ, जे भने पनि अब हाम्रोमा चाहिँ एक्स्ट्रा क्लासहरू पनि हुँदैछ र गराउँदै पनि छु। भाइहरूको लागि एक्स्ट्रा क्लासहरू पनि हुन्छ, एक्स्ट्रा क्लासहरूको पनि व्यवस्था छ भने
यदि तिमीहरू पनि म्याथमा पनि टेन्सन नलिनु, म्याथ कमजोर छ ठिकै छ, इङ्ग्लिस कमजोर छ ठिकै छ, केही समस्या छैन। हो त्यही कमी कमजोरीहरूको लागि फुलफिल गर्नको लागि नै सेन्टर हो है त। ल अब राम्रो क्लासहरू हुँदैछ, ल जो पनि दिएर 26 सेप्टेम्बर भाइहरू कोही आउँदैछ भने चाँडो सक्नु पर्ने है त। ल